ल आज त हामी मिरिक गुम्पा आइरहेको छौँ। के अरे गुम्पाको नाम के भने? हामी आमा समाजबाट आएको घुम्नु। आमा समाजबाट लाइभ हाल्दिउँ न है। लाइभ हाल्दिउँ। राम्रो रहेछ, आएर मन शान्ति भयो, सबै दुःख तकलिफहरू पनि हरायो। यता त हामी आमा समाजको आदि छोडेकोहरू हाम्रो सानो बेबी जुत्तै बिर्सेछौँ नि त बेबीको आमाले त खाली खै है भनिदिनु न। हामी मिरिकको गुम्बामा आएको छौँ है। आमाहरू सबैजना मजा आयो है हामीलाई। मजा आयो है। लु तपाईँ पनि के भन्न चाहनुहुन्छ? भिडियो गरेको भन्नु न। यहाँ आएर कस्तो लाग्यो? यहाँ चाहिँ कस्तो राम्रो लाग्यो गुम्बा हो। सबै चिताको कुरोहरू हाम्रो साथीभाइ आमा समाजका पुगोस् यसरी नै घुम्नु पाऊँ सधैँभरि हामी यसरी हाँसी खुसी गुम्बामा जस्तो बत्ती बलेको त्यस्तै हाम्रो हृदय उज्यालो भएर जाओस्। हुन्छ। साङ्गे भगवानको आशीर्वाद। हाम्रो बहिनीले जुत्ता लाउनु हुँदैछ हो। तपाईँको भन्ने के छ? कस्तो लाग्यो? साङ्गे भगवानको आशीर्वादले हामी सधैँभरि आमा समाज यसरी नै घुम्नु पाऊँ, छोराछोरीबाट सुख शान्ति। हाम्रो भव्यलाई कस्तो भयो? हामी आमाहरू सबै नानीहरूको लागि घुम्न आएको, देवताको आशीर्वाद थाप्न आएको, साङ्गे भगवानको गुरु बसेको। छ्यामा भन्नु त। हल्ला नगर्नु अरे, हल्ला नगर्नु है। लु को के लु लु तिमी के भन्न चाहन्छ? एकदम यार इन्जोय। तपाईँ के भन्न चाहनुहुन्छ? यहाँ आएर कस्तो लाग्यो? राम्रो लाग्यो, मजा आयो। हामी आमा समाजहरू सबै आज मजाले डुब्नु आएको। गुम्बा पनि साह्रो मन पर्यो। मिरिक गुम्बामा आएर दर्शन पनि गर्यौँ है। हामीलाई मजा आयो। लु भव्यले के भन्छ? भव्यले के भन्छ? भव्य के भन्छ भन न। हामीलाई मजा लाग्यो भन न। मजा आयो। मैले ढोक गरेँ, मैले प्रार्थना गरेँ भन्थ्यौ। मजा आयो भन। लु प्रिया दिदी तपाईँलाई यहाँ आएर कस्तो लाग्यो? ल अलिकति भनिदिनुहोस्। नमस्ते सबैलाई। हामी आमा समूहबाट सबैजना मिलेर आएको धेरै रमाइलो, धेरै मजा आयो। सधैँभरि यसरी सँगै सबैजना हिँड्नु पाऊँ। धन्यवाद। ल अब हामी चाहिँ यहाँ गुम्बाबाट निस्किँदैछौँ। हामी चाहिँ अब यहाँबाट बाहिर निस्क्यौँ। लु बन्दानी दिदी के भन्न चाहनुहुन्छ? तपाईँ कस्तो लाग्यो तपाईँलाई यहाँ आएर? खुसी लाग्यो, एकदमै मजा लाग्यो। हामी यसरी आमा समाजको सबैजना यसरी आउँदाखेरि हो, साह्रै पछि अब हामी आउनुपर्छ यसरी पैसा कलेक्सन गर्दै। कस्तो लाग्यो मजा लाग्यो हो। अब अझै माथि अब एक ठाउँ नाच्नु खानु जानु डल्लै छ है। हामी घुमफिर मात्रै हो, अब जानै छ। फेरि हामी यसरी नै भगवानको दर्शन गर्न आउनु पाओस्। लु तपाईँहरूले भनिदिनु त एक दो शब्द। यहाँ आएर तपाईँहरूलाई कस्तो लाग्यो फेरि भन्नु न अन्त। हामी सबैजना आमा समाजबाट आएको है। सबैले इन्जोय गर्दैछौँ। अब सधैँ यसरी गर्नु पाऊँ, सबै यसरी मिलेर
यति नै हो। हुन्छ लु तपाईँ के भन्नु चाहनुहुन्छ भनिदिनुहोस् के भन्नु होला है, भन्नु न अब आयौँ मनोरञ्जन गऱ्यौँ, देउताको दर्शन पनि गऱ्यौँ, कस्तो मजाले भयो, राम्रो भयो, फेरि फेरिमा आउनु पाऊँ, भगवान्ले हामीलाई आशीर्वाद दियोस्। रोग कष्टहरू नलागोस्। अब यो सबै उयसमा हाल्छु नि युट्युबमा म